वेलकम टु माई ब्लग है सबैजना साथीहरूलाई। हामी चाहिँ भैरवी जाँदैछौँ अनि यार टिकटिकै होइन हामी चाहिँ हिँडिसकेको छौँ। बिहान 6 बजे है त। सबैजनाले मलाई पछाडि आइज भनिरहेको थियो होइन। अनि म चाहिँ फेरि गाइड लाग्छ नि त, त्यही भएर म गएको थिइनँ क्या। त्यहाँबाट हाम्रो ड्राइभर दाइले पनि वेलकम छ हाम्रो ब्लगमा। त्यसपछि अनि पछाडि हुनुहुन्छ सबैजना गीतमा मस्त रमाइलो हुनुभएको छ होइन। हाम्रो रोमियो, डक्टर रमेश, डक्टर लक्ष्मी, डक्टर एल्सा र हाम्रो चाहिँ रेमन्ती हुनुहुन्छ है। जस्ट रमाइलो भइरहेछ गाइज होइन। बिचो बाटोतिर पुग्यौँ हामी अनि टुकटुकेमा। ठिक छ, सेल्फी स्टिक नभए चाहिँ यस्तै हुन्छ। यो चाहिँ हाम्रो भैरवी स्कुल हो है। हल्काले ल्याउँसिका देखिरहेछ भन्ने कुरा गरिरहनु भएको थियो डक्टर लक्ष्मीले। अनि यो ठाउँ चाहिँ कस्तो रमाइलो लागेको होइन। लाइक प्रि एन्सेन्ट टाइमको भ्युज हुन्छ नि हजुर पाहाडको पारा जस्तो। यहाँ चाहिँ खतरा डाँडा देखिँदैछ है। यहाँ चाहिँ हाम्रो हेमन्तीलाई फेरि ब्लगमा वेलकम गरेको मैले। त्यसपछि डक्टर रमेशलाई पनि अनि सबैजनालाई। हामीलाई चाहिँ तलै राख्दै अरू त्यहाँ सेल्फी स्टिक ल्याउनु पर्ने मैले ल्याएन होइन साथीहरू। काउन्ट बडी देख्ने हुँदैन, बाटोमा देख्ने हुँदैन ल्याउने, बाटोमा देख्न हुने अरे साथीहरू। मलाई चाहिँ यहीँ हेर्नुहोस् गाइजहरू, मलाई यसो बोकाइरहेछन् है। हामी खिच्छौँ हाम्रै खिच्छौँ, टेन्सन नलिगौँ। यहाँ अहिले हामी वी आर नट गोइङ टु गिभ एनी प्राइज टु एनिमल है गाइस। हेर्नु यहाँ टुरिस्ट जस्तो यो होइन र भन्दै अझ लम्बा हामी फेरि डाँडा हेरेको यस्तो तलको भ्यू चाहिँ एकदम राम्रो थियो क्या। एकदम त्यो हुन्छ नि लाइक एकदम ग्रिनरी क्या। यहाँ चाहिँ तल एकदम भिड जस्तो थियो। अनि हाम्रो डक्टर विषय चाहिँ भिड देखाउनु भन्दै हुनुहुन्थ्यो। ठिकै छ, मैले चाहिँ सिनेरी एउटा सिनेमेटिक खिचिदिइहालेँ, ठक्क भ्यू आउने गरेँ। त्यहाँबाट माथिको भ्यू पनि बवाल देखिरहेको थियो होइन। त्यसपछि ट्याक्क नेपालको झन्डा पनि रहेछ। अनि त्यसपछि हामी ट्याक्क अगाडि गयौँ। अनि यो चाहिँ भैरवी मन्दिर हो है, एकदम रमाइलो छ। अनि म चाहिँ आज ट्याक्क ब्लग गरिरहेको छु नि त। त्यसपछि म ट्याक्क गेटभित्र छिरेँ। अनि बाइ द वे This is Barbie doll guys. Welcome to Bhairavi guys. के भन्न चाहनुहुन्छ अहिले? यो मोमेन्टमा चाहिँ एल्साले छिटो आउनु है भन्दै हुन्थ्यो। अनि मन्दिरले चाहिँ ब्लग बन्द गर्नु, भिडियो खिच्नु पऱ्यो। यसपछि चाहिँ चलाइ हुन्थ्यो नि त। त्यसपछि चाहिँ हामी भैरवीको ठ्याक्कै अपोजिट साइडमा गयौँ क्या। रमाइलो थियो यस्तो ठाउँ पनि फोटो खिच्नको लागि। त्यसपछि अनि एफएमहरूको कुरा आयो होइन। रेडियोको टावर सावर यतातिर होइन हाम्रो। हेलो गाइज, भिडियो आलूलो पालक लो भिंडी लो तोरी लो मूरी लो गाजर लो पालक लो प्याज लो आलू लो कद्दू लो भिंडी लो लौकी लो पुदीना फिरी ये लाल हो रहे टमाटर है, ये शकरकंदी है, ये कद्दू है, ये शलजम है, ये लौकी है, ये आलू है, ये मूली है, ये गाजर है। अपने हिसाब से दिल की किताब पे कुछ तो नया लिखो यारो, अंजाम की फिक्र ना करती ये उम्र। फाइनली वी आर एट द एन्ड अफ ब्लग होइन। अनि सबैजनालाई थ्याङ्क यू फर मेकिङ दिस स्पेसल मोमेन्ट विथ अस होइन सबैजनालाई। अनि बेस्ट विसेस फर हाम्रो डक्टर जिपी, द्याट इज डक्टर रमेश श्रेष्ठ। अनि सबैजनालाई एकदमै रमाइलो भयो आज है त। थ्याङ्क यू एभ्री वान फर वाचिङ दिस भिडियोज एट लास्ट होइन। सबैजनालाई जय भैरवी।